सुन रे ल लेखेकै छ हेर्नु त आमा हिलवालाको राम त यो नेपाली लुगा चाहिँ नदेखा विदेशीमा त देखा हेर्दै हो कि त्यहाँ यहाँ पैसा गर्न नै आउँदैन त तँलाई कागज हो कि पैसै हो नि कसलाई मलाई हो आमा ल मलाई पनि गिफ्ट ल्याइरहेछ के हो रुनु पनि पर्छ कि यसो जति सक्यो भयो घरको यसले त सबै पैसालाई मात्रै माया गर्दछ भाइ अहिले मोबाइल किनिस् न अरू किन चाहियो तपाईँ आइफोन 17 अनि सबै पल्टाइदिएको हो कट्टु आउने भयो नि त अनि तेरो भिडियोमा यो नेपाली लुगा चाहिँ नदेखा विदेशीमा त देखा 2 रुपियाँ दिन चक्लेट ल्याएको छ 5 रुपियाँमा बेच्न मिल्छ उता पसलमा लगाएर कसलाई मलाई हो आमा ल मलाई पनि गिफ्ट ल्याइरहेछ के हो रुनु पनि पर्छ कि यसो यो चाहिँ गर्दै यो यसो खानासाना पकाउने बेला लाउने लुगा हो जस्तो छ के यो डोरी पनि सानो हुनुहुन्न चाहिँ मलाई त मन पर्यो नि त ड्याडीलाई प्यान्ट ल गर्मीमा लाउन मिल्ने हो क्या सबै गर्ने चाहिँ गर्मी भएको भएर सबै जाडो हुँदैन त्यहाँ जाडो थियो 3 महिना कुर्नु पर्ने भयो नि त अब एक लुगा सबलाई अनि ड्याडी पसलमा बसेर यो लाउनु किन गर्ने सबै कहाँ लगाए कसले दिए चक्लेट बुढा छ यसलाई मन पर्दैछ नि गर त्यो के ल्याइदिउँ भने त स्किमर ल्याइदिउँ भने यसलाई मात्रै दिन्छ त सबै हामीलाई त केही नै दिँदैनस् एउटा यो राम्रो बिहा यसले गर्छ खाउँछ र लिपस्टिक ल्याइदियो अरे मलाई यो प्यान्ट त तैँले यहीँबाट लगाइहालोस् नि तँलाई ल्याइदियो भनेर दिलास् मलाई हामीलाई त अब पैसा दिए न त पुग्यो नि ललिपप रहेछ ए यो त ब्यागै रहेछ त ल त्यो सबै गिफ्टकै त्यो त्यो यो बाहिर अब त मै मिठो त सबै एउटा दिन्छ के छ अब मैले लाउने ड्याडीलाई टोपी पनि ल्याइदिएछ ल ए भइगयो हेर्दै हो कि त्यहाँ केटा मान्छेले लाउने हो सेतो सर्टमा केटा सिलाउनु पर्दैन होइन घुमाउने मात्र हो लुगी भने यसरी गरे त आयो सक्यो जस्ताको तस्तै गर्मीमा गर्मीमा मलाई हुने रहेछ है यो सक्यो अनि खै त पैसा चाहिँ सुरुमै लुकाएको छ क्या त्यसले त्यहाँ ए कहाँबाट निकाल्यो देखाउनु पर्छ त्यहाँ खोल्नु पऱ्यो तपाईँले रियलवाला त ल बल्ल निस्किँदो रहेछ है आमा हिलवालाको राम त हिलवाला त ब्रान्डवाला हो पुल एन्ड बियर म चल्न सक्यो जुत्ता एक दिन ड्याडी एक दिन म लाग्ला न त्यसरी मिलाएर I came for my internship for the training, so I didn't obviously earn too much, but still I wanted to give something from my heart, something that my family they haven't like gotten before. But Pull and Bear shoes for my dad, that might be small brand for many, but it's a big thing. So पहिला यहाँ ट्राई गरौँ मलाई नि सानो होला 40 हो क्या अन्त अहिले मलाई ठिक नभयो लाउनु त पर्यो मेरा भन्दा तेरा ठुला सुन्दर खुट्टा मलाई नि छ कता बच्छ सबैलाई लुका राखेर ए बा ल मलाई त झोला सहितकै रहेछ तपाईँले के ल्याइदियो भन्नु चक्लेट भने ए बाफ रे बाफ ल है मेरो फेभरेट चक्लेट ल्याइदिएछ है यसको फेभरेट हो नि थाहा थियो तँलाई सबभन्दा महँगो चक्लेट यही हो ल जति महँगो भन्छ त्यति मिठो लाग्दैन मलाई यो मिठो लाग्दैन अब कसलाई लुकाएर फेरि के फेरि अर्को यसले अघिदेखि ल्याएर कहाँ राखेको छ यस्तो देखाएको थियो नि त लुकाउँदै राखेको ममिला होला नि अब ट्याक्क लाएर खै झलक्क धेरै आएको त्यो झोला पहिला अनि बाहिर मम्मीलाई यस्तो जुत्ता के काम थियो त खोल हेर के को खोल एडिडास देखिसके भैयामा विशाललाई बा जति सक्यो भयो घरको यसले त सबै विशाललाई मात्रै माया गर्दछ भाइ त्यही भन दिनकै कल हान्थ्यो म थाहा पाएको भए
I bought Adidas shoes that I know my brother will like. He has never worn anything Adidas or anything like real big brand, so I bought that for him. So यो अब मेरो पालो लाग्छ भनेर जस्तो चाहिँ कुन कहाँ लुकाइन्छ ठाउँ त सक्यो होइन सोकेस खोलेकै थिएन कहाँ लुकाए उसले आफ्नो भ्लग बनाउनलाई सिकेर आएको हो क्या पुरै ए मम्मी त्यत्रो सानो रहेछ केही रहेछ के रहेछ यो सुन सुन भन्नुहुन्थ्यो ल्याइदियो हाम्रो ल थैलीभित्रै छ भनेपछि त त्यही भाटै हो ल तपाईँ र म साटौँ न त आउनु अब तपाईँहरू ठुलै राख्नु सुन रे ल लेखेकै छ हेर्नु त लसुनको लची त्यहाँ छुटाउनु भयो सुन मात्र पढ्नु भयो आमालाई चाहिँ पैसा ल्याएको ए ल सुन किन्ने पैसा होला नि त हो के गर्नु त कति रहेछ गर्नु कतिको रुपियाँ हो 1-2 हजार हो के थाहा 1 ए हजार ल 2 3 यहाँ पैसा गर्न नै आउँदैन त कागज कि पैसै हो नि And for my mom, unfortunately, I could not buy that what I wanted to buy. I wanted to give her something that's gold, cheap. I mean, something very small, so that it is not very too much of money, but small, but real gold. But I could not find. Plus, like it's Thailand, and like I don't know many places. It might be fake. Like everything. Plus, language was not too much familiar for me and the Thai people around here. So it was hard for me to find and to get the gold for her, but I will give some money to her in one parcel and I'll just force her to buy something gold. 10,000 भनेर नेपाली यस्तै 44,000 हो त्यो चाहिँ तपाईँलाई सुनै म त त्यही सुनै किन गएको थिएँ हामी थाइल्यान्डमै तर सुन किनेर जाँदाखेरि ल्याउनु भने त्यहाँनिर त्यसरी रियल हो कि फेक थाहा नहुने प्लस 18 क्यारेट 22 क्यारेट के क्यारेट भन्छ हामीलाई धेरै नलेज थाहा छैन नि त कुन चाहिँ सस्तो हो कुन महँगो त्यहाँ फेरि उनीहरू अर्कै बोल्छ हामी अर्कै बोल्छौँ त्यो उसै बुझ्दैनौँ त्यही माथि ठग्ने चान्स पनि धेरै कति हजार भयो त यसै नेपाली 45,000 हुन्छ होला यहाँ चाहिँ 10,000 छ 45,000 मम्मीलाई कि 3 भाग यो चाहिँ मम्मीलाई मात्र हो मम्मीलाई मात्र सुन लाउनु धेरै 5,000 सम्म त तर घुमे जुत्ता देखेर सबै मक्क परे त्यस अनि धेरै प्राइस त मम्मीले नै रहेछ नि देखिस् मेरो लागि चाहिँ होइन रे होइन हौ सुन्नु न यहाँ जुत्ता कति राम्रो रहेछ नि त हो सबैलाई दिँदा लाइक ठुल्ठुलो दिँदाखेरि म के किन्नु होला मेरो लागि भनेर नि मैले पनि एउटा किन्छेँ के हो सेल मोबाइल किनिस् त अरू किन चाहियो तपाईँ आइफोन 17 होइन हौ यो के यहाँ कानमा लाउने होइन होइन घडी किनेछ ल लगा न त एक दुई दिन लगा अनि म लगाउँला न Yeah, and I did buy something for me as well. I totally deserve it, so I bought my long time thing that I really wanted to buy. It's Casio watch. It's you cannot see properly in this light, but it's the Casio vintage watch. I like instantly fall in love with this watch, so I bought it for myself. I am feeling happy. Plus tomorrow I'll get back to my home. I cannot wait to go. So see you next time. Bye bye. आश गरे भन्दा नि धेरै उयो पढ्न गएको मान्छे पैसा कति कमाइ थाहा छैन त्यो किन कतिले गएको नि तिनीहरूले फ्रीमा हाल्छ बिहारी अहिले खाएको खाइ हुनुहुन्छ बिहारलाई कति चक्लेट गर्छ भने कहिले खानु भेट्छ त कसले ल्याएर यस्तो मिठो लाग्छ भनेर थाहा थिएन त मलाई फर्स्टचोटि अब नडेरी जानुभएको न कोही गएको फर्स्टचोटि होइन चक्लेट विदेशका झोला ल्याएर खोताल्न पाएको विदेशको कोसेली खाने हो कोसेली झोलै खान्छ यस्तो छ खाऊ खाऊ